नमस्कार। आज हामी छठ पर्वबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। यो सूर्य उपासना र लोक आस्थासँग जोडिएको एउटा विशेष पर्व हो। हो, नेपाल र भारतका हिन्दू समुदायमा यसको ठूलो महत्व छ। तिहार सकिने बित्तिकै यसको रौनक सुरु भइहाल्छ नि। बिल्कुल। हामीसँग जुन जानकारी छ त्यसले यसको विधि, विश्वास अनि त्यो सांस्कृतिक पक्षहरूलाई देखाउँछ। ती सबै पक्षलाई समेटेर नै हामी आज छलफल गर्नेछौँ। त्यसो भए आजको हाम्रो यो विमर्शको उद्देश्य के हो भने छठ किन मनाइन्छ, यसका मुख्य चरण के हुन् अनि यससँग जोडिएका विश्वासहरू के छन्, र सबभन्दा महत्त्वपूर्ण कुरा यसले आजको दिनमा के सन्देश दिन्छ भन्ने पनि हो। यो खालि एउटा पूजा मात्रै हो कि अथवा प्रकृति, अनुशासन र आस्थाको सङ्गम हो, यसलाई बुझ्ने प्रयास गरौँ न। अवश्य। त्यसो भए सुरु गरौँ। छठ पर्व वास्तवमा के हो त? मूलतः यो सूर्यदेव जो जीवन र ऊर्जाका प्रत्यक्ष स्रोत हुनुहुन्छ अनि षष्ठी भगवती जसलाई बोलीचालीमा छठी माई भनिन्छ, उहाँहरूप्रतिको समर्पण हो। एक किसिमले प्रकृति पूजाको एउटा एकदमै सशक्त रूप हो यो। समय चाहिँ कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म, होइन त? 4 दिन हो, ठ्याक्कै 4 दिन। यसको मुख्य भाव त सूर्यप्रति कृतज्ञता भयो। तर यो कृतज्ञता मात्रै हो कि अरू केही गहिरो अर्थ पनि छ? खै, कृतज्ञता त छँदैछ, तर त्योभन्दा पनि अलि पर गएर हेर्दा यो मानव, प्रकृति अनि त्यो ब्रह्माण्डीय ऊर्जा भन्छ सूर्य बीचको जुन एउटा गहिरो सम्बन्ध छ नि, त्यसलाई स्वीकार्नु र सम्मान गर्नु हो जस्तो लाग्छ। छैनौ, बरु त्यसको एउटा हिस्सा हौ भन्ने कुरा हो नि। अनि सूर्य त्यो प्रकृतिको मुख्य सञ्चालक शक्ति। छठले यही अन्तर्निर्भरतालाई सम्झाउँछ हरेक वर्ष। अनि भौगोलिक हिसाबले हेर्दा पहिले त यो तराई मधेस र भारततिर बढी मनाइन्थ्यो, तर अहिले त अलि फरक छ है। निकै फरक भइसक्यो। पछिल्ला केही दशकमा त यसको विस्तार र लोकप्रियता एकदमै बढेको छ। कारण के होला? बसाइनसराई? त्यो पनि हो। बसाइनसराई अनि सांस्कृतिक आदान प्रदान, मिडियाको प्रभाव, यी सबैले गर्दा होला अब काठमाडौँ उपत्यका अनि अरू पहाडी जिल्लाहरूमा पनि खोला किनारमा, पोखरीमा छठको उस्तै रौनक देखिन्छ। यो त राम्रो कुरा भयो। सांस्कृतिक घुलमिलको राम्रो उदाहरण हो नि। अब यसको त्यो 4 दिने विधितिर लागौँ न। प्रक्रिया निकै सूक्ष्म र अर्थपूर्ण छ। पहिलो दिन नहाया खायाबाट सुरु हुन्छ। के हो यो नहाया खाया भनेको? नहाया खाया, नुहाएर खानु, सामान्य अर्थ त यही हो। शाब्दिक अर्थ त्यही हो, तर यो खालि नुहाउने र खाने मात्र होइन। यो दिन व्रतालुहरू नदी वा पवित्र ठाउँमा नुहाएर एकदमै छोखो मानिने सात्विक खाना खान्छन्। जस्तै के खान्छन्? जस्तै लौकाको तरकारी, चामलको भात, चनाको दाल, त्यो पनि नुन नहालिकन वा एकदमै कम हालेर। यहाँबाटै त्यो शुद्धता र आत्मसंयमको यात्रा सुरु हुन्छ के? बाहिरी सरसफाई अनि भित्री शुद्धता दुवै पर्वको लागि तयारीको पहिलो चरण। तन र मन दुवैलाई शुद्ध बनाउने प्रक्रिया जस्तो लाग्यो। अनि दोस्रो दिन खरना, यसको के छ विधि? दोस्रो दिनलाई खरना वा लोहण्डा पनि भन्छन्। यो दिन व्रतालुहरू दिनभरि उपवास बस्छन्, पानी पनि नपिइकन। ओहो, निर्जल व्रत हो, निर्जल। अनि साँझ परेपछि मात्र उनीहरूले प्रसाद खान्छन्। त्यो प्रसाद पनि विशेष हुन्छ। दूध, चामल र सक्खर, गुड हालेर बनाएको खीर, जसलाई रसियाउ पनि भन्छन्, अनि रोटी। पकाउने विधि पनि विशेष होला नि? एकदम। माटोको नयाँ चुलोमा आँपको दौरा बालेर पकाइन्छ। पहिले चन्द्रमालाई चढाएर अनि व्रतालुले खान्छन्। त्यसपछि परिवारका अरू सदस्य र आफन्तलाई बाँडिन्छ। यसले त भोलिपल्टको मुख्य व्रतका लागि शक्ति दिने भयो। हो, शरीरलाई थप शुद्ध बनाउने र शक्ति सञ्चय गर्ने काम गर्छ यसले। अब आयो तेस्रो दिन, जुन मुख्य दिन हो, कार्तिक शुक्ल षष्ठी, सञ्जीय अर्घ भनिने। यो दिन के हुन्छ? हो, यो चाहिँ छठको एकदमै मुख्य दिन, मुटु नै भनौँ। यो दिन पनि व्रतालुहरू पानीसम्म नपिई निराहार बस्छन्। फेरि निराहार? फेरि निराहार। अनि साँझ पख घाम डुब्नु अघि उनीहरूले बाँसको नाङ्लो वा ढक्कीमा पूजा सामग्री सजाउँछन्। के हुन्छ त्यसमा? पिस्ना, ठिकुवा, भुसुवा, कसार, नरिवल, उखो, अदुवाको बोट अनि मौसम अनुसारका फलफूल, दियो, यस्तै चिजहरू हुन्छन्। त्यो सबै सजाएर नजिकैको खोला, पोखरी वा तालको किनारमा जान्छन्। अनि त्यहाँ पानीमा छातीसम्म डुबेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने चलन छ। त्यो क्षण साँच्चै एकदमै भावुक र भक्तिमय हुन्छ। हजारौं मान्छे एकैसाथ पानीमा उभिएर
हातमा अर्घको थाली लिएर सूर्यलाई बिदा गरिरहेको दृश्य, त्यो त अद्भुत हुन्छ। कल्पना गर्दा पनि कस्तो शान्त अनुभव हुन्छ होला। त्यसपछि रातभर चाहिँ के हुन्छ? घाटमै बस्छन्? हो, अर्घ दिएपछि घाटमै रातभर जाग्राम बस्ने चलन छ धेरै ठाउँमा। भजन गाउने, कीर्तन गर्ने, छठका लोकगीतहरू गाउने, कथाहरू सुन्ने सुनाउने। अनि जलाशय वरिपरि घाटमा दियोहरू बालेर झिलिमिली पारिएको हुन्छ। त्यो रातको जाग्राम भनेको खालि नसुती बस्नु मात्र होइन, त्यो एकाग्रता, ध्यान र छठी माताप्रतिको भक्तिको प्रदर्शन पनि हो। चिसो मौसममा पनि व्रतालुको त्यो सङ्कल्प देखिन्छ। र अन्तिम दिन, चौथो दिन, सप्तमीको बिहानिया अर्घसँगै व्रत सकिन्छ। हो, चौथो दिन बिहान झिसमिसेमै सूर्य उदाउनु अघि नै व्रतालुहरू फेरि जलाशयमा जान्छन् अनि पानीमा उभिएर उदाउँदै गरेको सूर्यलाई अर्घ दिन्छन्। हिजोको जस्तै विधिले? विधि उस्तै हो। यो अर्घ दिएपछि चाहिँ उनीहरूले प्रसाद खाएर आफ्नो त्यो कठिन व्रत तोड्छन्। अस्ताउँदो र उदाउँदो सूर्य दुवैले अर्घ्य दिनुको केही खास अर्थ छ कि? छ नि। अस्ताउँदो सूर्यलाई अर्घ दिनु भनेको कृतज्ञता र सम्मान प्रकट गर्नु हो। दिनभरि ऊर्जा दिनुभएकोमा धन्यवाद भने जस्तो। अनि उदाउँदो सूर्यलाई अर्घ दिनु चाहिँ नयाँ आशा, नयाँ ऊर्जा र जीवनको निरन्तरताको कामना हो। यो पुरै चक्रले जीवन र प्रकृतिको लयलाई देखाउँछ। यी 4 दिनको विधि सुन्दा नै थाहा हुन्छ यो व्रत कति कठोर र अनुशासित छ भनेर। किन यति कठोर मानिएको होला यसलाई? हो, छठलाई हिन्दू धर्मका सबभन्दा कठिन व्रतहरूमध्ये एक मानिन्छ। यसमा नियमहरू एकदमै कडाइका साथ पालना गर्नुपर्छ। शरीरको शुद्धता त भइहाल्यो, मनको पवित्रता, विचारको शुद्धता, एकाग्रता झनै महत्त्वपूर्ण। खानेकुरा, भाँडाकुँडामा पनि उत्तिकै ध्यान दिनुपर्छ? एकदमै। पकाउने भाँडा, अन्न, ठाउँ सबै चोखो हुनुपर्छ। लसुन प्याज जस्ता तामसिक भनिने खानेकुरा त बार्नै पर्यो। सानोभन्दा सानो गल्ती वा अशुद्धताले पनि व्रत खण्डित हुन्छ भन्ने गहिरो विश्वास छ। यो कठोरता त आत्मनियन्त्रणको अभ्यास जस्तो पो देखियो। नि यो वास्तवमा आत्मनियन्त्रण, इन्द्रिय निग्रह र सङ्कल्प शक्तिको अभ्यास नै हो। यो कठोरतासँगै गहिरो आस्था र विश्वास पनि जोडिएको छ। व्रत पूरा गर्दा के फल मिल्छ भन्ने विश्वास छ त? जनविश्वास त निकै बलियो छ। मुख्य गरी यो व्रत सन्तान प्राप्तिका लागि अनि सन्तानको राम्रो स्वास्थ्य र लामो आयुका लागि गरिन्छ भन्ने मान्यता छ। सन्तानसँग बढी जोडिएको रहेछ? हो, अनि पतिको लामो आयु, परिवारमा सुख समृद्धि आओस् भनेर पनि, साथै छालाका रोगहरू निको हुने, जीवनमा सकारात्मक ऊर्जा र सफलता मिल्ने, मनले चिताएको पुग्ने जस्ता विश्वासहरू पनि छन्। यो विश्वास कति गहिरो छ भन्ने कुरा त व्रतालुहरूले जस्तो सुकै कष्ट सहेर पनि व्रत पूरा गर्ने कुराले नै देखाउँछ। बिल्कुल। त्यो निष्ठा र समर्पण साँच्चै अचम्म लाग्दो हुन्छ। अब अलिकति यसको ऐतिहासिक पक्षतिर जाउँ। यो पर्व कति पुरानो हो? केही पौराणिक कथाहरू पनि जोडिएका छन् कि? यसका जराहरू त निकै पुरानो मानिन्छ। महाभारत कालसँग पनि जोडिन्छ। जस्तै सूर्यपुत्र कर्णले नियमित सूर्यको पूजा गर्थे र उनले पाएको शक्तिमा छठ माताको व्रतको पनि प्रभाव थियो भनिन्छ। हो र? अनि द्रौपदीले पनि पाण्डवहरूले गुमाएको राज्य फिर्ता पाउन यो व्रत गरेको भन्ने कुरा कतै कतै उल्लेख पाइन्छ। कुन्तीले विवाह अघि सूर्यको पूजा गरेर कर्णलाई जन्म दिएको कथाले पनि सूर्य पूजा कति पुरानो हो भन्ने देखाउँछ। त्रेतायुगसँग पनि सम्बन्ध छ भन्छन् नि? हो, केही पुराणहरूमा, जस्तो अग्नि पुराणमा, अयोध्याका राजा दशरथकी रानी कौशल्याले छोरा राम पाउन छठ व्रत गरेको उल्लेख छ भन्ने भनाइ छ। अनि राम र सीताजीले पनि? हो, राम र सीता वनवासबाट फर्केपछि अयोध्यामा देवी सीताले कार्तिक शुक्ल षष्ठीमा सूर्यदेवको पूजा गरेको प्रसङ्ग पनि जोडिन्छ। अब यी कथाहरूले छठको परम्परा वैदिक काल वा त्योभन्दा पनि अघिदेखि चलेको हुन सक्ने सङ्केत गर्छन्। तर यो आस्थाको कुरा बढी भयो ऐतिहासिक प्रमाण भन्दा। ठिक हो। मिथिलाञ्चल क्षेत्रमा त छठी माईको पूजाको अझ विशेष महत्त्व छ भन्ने सुनेको छु। को हुन् यी छठी माई? हो, मिथिला संस्कृतिमा छठको स्थान एकदमै विशिष्ट छ। छठी माईलाई प्रकृतिको छैठौं अंशबाट जन्मेकी ब्रह्माकी मानसपुत्री मानिन्छ। उहाँलाई खास गरी बालबालिकाको रक्षा गर्ने देवीका रूपमा पूजिन्छ। त्यसैले सन्तानको कामनासँग जोडिएको हो।
षष्ठी तिथिमा पूजा गरिने भएर पनि षष्ठी देवी वा छठी माई भनिएको हो। अनि मिथिलाञ्चलमा गाइने छठका मैथिली लोकगीतहरू सुन्नुभएको छ, ती एकदमै कर्णप्रिय र भावपूर्ण हुन्छन्। पर्वको त्यो सांस्कृतिक गहिराई झल्काउँछ त्यसले। सुनेको छु साँच्चै मिठास हुन्छ ती गीतहरूमा। अब थोरै सांस्कृतिक पक्ष जस्तै परिकारको कुरा गरौँ न। ठेकुवा, भुसुवा, यी त छठ भन्ने बित्तिकै सम्झिने नाम हुन्। के खास छ यिनीहरूमा? छठका परिकार स्वादका लागि मात्रै होइनन्, तिनलाई बनाउने तरिका र सामग्रीले नै पर्वको शुद्धता र सादगी देखाउँछ। ठेकुवा त गहुँको पिठो, सक्कर वा चिनी र घिउ मिसाएर बनाइन्छ। त्यसलाई एउटा काठको विशेष साँचोमा थिचेर बुट्टा पनि बनाइन्छ। अनि भुसुवा कसार चाहिँ चामलको पिठो र सक्कर चिनीबाट बन्छ। महत्त्वपूर्ण कुरा के हो भने यी बनाउन चाहिने अन्न सकेसम्म घरमै ढिकी वा जातोमा कुटेको पिसेको हुनुपर्छ भन्ने मान्यता छ। बजारको पिठोभन्दा घरकै शुद्ध मान्ने हो, त्यस्तो विश्वास छ। अनि पकाउँदा पनि माटोको चुलो र चोखो भाँडा, यो पुरै प्रक्रिया नै एउटा अनुशासन हो के। यो शुद्धताप्रतिको आग्रह निकै रोचक रहेछ। अनि अर्को पक्ष सामूहिकता। खोला किनारमा सबैजना मिलेर पूजा गर्नुको के अर्थ होला? छठको एउटा सबभन्दा सुन्दर पक्ष नै त्यही हो, सामूहिकता। त्यो घाटमा समाजका सबै वर्ग, सबै तहका मान्छे, धनी गरिब, कति ठुलो जात सानो जात, सबैजना एकै ठाउँमा जम्मा हुन्छन्। एउटै विधिले एउटै सूर्यलाई अर्घ दिन्छन्। त्यहाँ कुनै भेदभाव हुँदैन। पानीमा उभिएपछि त सबै बराबर। यसले सामाजिक समानता, सद्भाव र एकताको कति राम्रो सन्देश दिन्छ। अनि परिवारका सदस्यहरू मिलेर घाट सजाउने, पूजाको तयारी गर्ने गर्दा पारिवारिक सम्बन्ध पनि बलियो हुन्छ। साँच्चै यो त सामाजिक सद्भावको पर्व पनि रहेछ। भनेपछि समग्रमा हेर्दा छठलाई खालि एउटा धार्मिक कर्मकाण्ड मात्रै भन्नु त अन्याय हुन्छ। यसका त कति धेरै गहिरा अर्थ र सन्देश पो रहेछन्। हो नि, तपाईँले एकदमै महत्त्वपूर्ण कुरा भन्नुभयो। छठ खाली पूजापाठ मात्रै होइन, यो त एउटा जीवन दर्शन हो, जीवन जिउने कला सिकाउने माध्यम। यसले हामीलाई धेरै आधारभूत तर बिर्सिएका कुराहरू सम्झाउँछ। जस्तै के कुरा सिक्न सकिन्छ त छठबाट? यसको खास सन्देश के हो? पहिलो त एकदमै स्पष्ट सन्देश प्रकृतिप्रति कृतज्ञता र सम्मान। सूर्य, जल, वायु, माटो, जीवनका आधार, यी तत्त्वहरूप्रति आभारी हुन सिकाउँछ। ठीक हो। दोस्रो, अनुशासन र आत्मसंयमको महत्त्व। त्यो 4 दिनको कठोर व्रतले शरीर र मनलाई अनुशासनमा राख्न सिकाउँछ। तेस्रो, श्रद्धा, विश्वास र समर्पणको शक्ति। आस्थाले कसरी असम्भवलाई पनि सम्भव बनाउँछ भन्ने यो प्रत्यक्ष उदाहरण हो। अनि शुद्धता। चौथो, शुद्धताको अभ्यास, बाहिरी सरसफाइदेखि भित्र मनको पवित्रतासम्म। पाँचौं, समानता र सामूहिकताको भावना, जुन अघि हामीले कुरा गर्यौं। र छैठौं, सूर्य जस्तै निरन्तर, निस्वार्थ र ऊर्जावान भएर आफ्नो काम गर्ने प्रेरणा। सूर्यले कसैलाई भेदभाव गर्दैन नि, सबैलाई समान प्रकाश दिन्छ। छठले पनि त्यस्तै उदारता सिकाउँछ। वाह, यो त जीवनकै लागि एउटा मार्गदर्शन जस्तो भयो। सूर्यको ऊर्जा र छठको अनुशासनलाई व्यवहारमा उतार्न सके त कति राम्रो हुन्थ्यो होला। हो, यसको दार्शनिक पक्ष साँच्चै गहिलो छ। यो खाली मागेर लिने पर्व मात्र होइन, यो त आफूलाई प्रकृति र अनुशासनप्रति समर्पित गर्ने पर्व हो। ल, अब हामी यो गहिरो विमर्शको समापनतिर लागौं। आज हामीले छठ पर्वको विधि, विश्वास, इतिहास, संस्कृति अनि यसले बोकेको त्यो गहिरो अर्थबारे विस्तृत रूपमा कुराकानी गर्यौं। हो, निचोडमा भन्नुपर्दा छठ पर्व भनेको प्रकृति पूजा, कठोर आत्मअनुशासन, गहिरो आस्था र सामुदायिक सहभागिताको एउटा गजबको सङ्गम हो। यसले सूर्यको पूजा मार्फत हामीलाई जीवनका शाश्वत मूल्यहरू जस्तै शुद्धता, समर्पण, कृतज्ञता, अनुशासनको महत्त्व सम्झाइरहन्छ। यो परम्पराको निरन्तरता मात्रै होइन रहेछ। होइन, यो त जीवन ऊर्जा र प्रकृतिको लयसँग एकाकार हुने एउटा अवसर पनि हो। र यो छलफललाई बिट मार्नु अघि एउटा प्रश्न सोचौं न। आजको यो भागदौडको जिन्दगीमा भौतिक कुरामा बढी ध्यान जाने यो प्रविधि केन्द्रित युगमा, जहाँ प्रकृतिसँग हाम्रो नाता छुट्दैछ, समुदायको भावना कमजोर हुँदैछ भन्ने गुनासो सुनिन्छ नि। हो, यस्तो बेलामा छठ जस्ता पर्वहरूले हामीलाई के सम्झाइरहेका छन् होला? के यस्ता परम्पराहरूले प्रकृति र मान्छेबीचको त्यो पुरानो तर अत्यावश्यक सम्बन्धलाई फेरि जगाउन
अनि समाजमा सहिष्णुता र सामूहिकता बढाउन अझै पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् त? यो निकै महत्त्वपूर्ण प्रश्न हो, हामी सबैले सोच्नुपर्ने कुरा। के यी पर्वहरू खालि रीतिथिति पूरा गर्ने अवसर मात्रै हुन् वा यिनमा लुकेको त्यो गहिरो ज्ञान र सन्देशलाई आजको जीवनमा मिलाएर लैजाने ठाउँ छ? खै यो चिन्तनले नै यस्ता परम्पराहरू कति जीवन्त रहन्छन् भन्ने निर्धारण गर्छ होला।